किनभने आदम र हावाको कथा अनि कैन र हाबिलको कथाहरू छ है यहाँ। अनि दुईटा दाजुभाइ दुईटा भेटीहरू त्यहाँ देख्छौँ। दुई दाजुभाइ दुई भेटी है। कैनले के लिएर आएको छ आफ्नो बारीहरूको उब्जनी त्यहाँ चाहिँ के हो जेठो छोरा चाहिँ किसानी भयो र कान्छो छोरा चाहिँ भेडा गोठाला भयो। अनि कैनले के गरेको छ हाबिलले पहिला के गर्छ उसले जेठो जन्माएको पाठो प्रभुको चरणमा लिएर आएको छ। उसले जेठो जन्माएको पाठो लिएर आएको छ। त्यसपछि केही समयपछि कैनले के लिएर आएको छ खेतीबारीबाट कुनै पनि उब्जेको केही सामानहरू फसलहरू प्रभुलाई लिएर आएको छ। तर हामी यहाँ देख्छौँ परमेश्वरले हाबिलको बेटीलाई ग्रहण गर्नुभएको छ है। हाबिलको बेटीलाई ग्रहण गर्नुभएको छ र कैनको बेटीलाई चाहिँ उहाँले के गर्नुभएको छ ग्रहण गर्नुभएको छैन। किनभने परमेश्वरले के गर्नुहुन्छ हामी फेरि पनि एउटा पद पढ्नेछौँ। हिब्रू 11:4 पढ्नुहोस् त। हिब्रू 11:4 र कसरी पढ्नुपर्छ म पढ्छु त। विश्वासद्वारा हाबिलले परमेश्वरलाई कैनले भन्दा अझै ग्रहणयोग्य बलि चढाए र त्यसद्वारा हाबिल धर्मी ठरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सहमति जनाउनु भयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। किनभने हामीले के गरिदिएको छन् विश्वासद्वारा परमेश्वरले के गर्छ उसले आफ्नो बाख्राहरू जन्मेको पहिलो पाठो चाहिँ के गरेछ परमेश्वरलाई बलि दिएको छ। तर हाबिलले के गरेको छ कैनले के गरेको छ उसले केही समयपछि उसले आफ्नो खेतीबारीको हुनसक्छ भाइले दियो मैले पनि दिनुपर्छ भनेर होला सायद यहाँ हामीले त्यो हेऱ्यो भने त्यो कुराहरू देख्दैन। किन परमेश्वरले हाबिलको बेटी ग्रहण गर्नु भयो तर हुनसक्छ होइन तर हाबिलले के गरेको छ आफ्नो छिटो पाठो बलियो एकदमै बलियो पाठो के गर्छ परमेश्वरलाई बलि दिएको छ उसले। त्यसै कारणले यो कुराबाट हामी के सिक्न सक्छौँ भने हामी जब आराधना सङ्गतिमा आउँछौँ हामीले कस्तो रूपले आराधना चलाएको छ कस्तो तरिकाले वर्शिप प्रभुलाई आराधना गरिरहेको छ। साथीले कराउँदै प्रभुसँग छेउमा साथीले कराउँदै प्रभुसँग धन्यवाद दिइरहेछ या क्वायर टिमले आराधना चर्को गरिरहेको छ जसरी परमेश्वरले हेर्नुभयो विश्वास साथले उसको भेटी उसले प्रभुको चरणमा लिएर आएको थियो।